हाई हेलो गुड मर्निङ फ्रेन्ड अल फ्रेन्ड गुड मर्निङ हेभी अ नाइस डे। हजुरहरू सन्चै हुनुहुन्छ होला होइन सबैजना। म चाहिँ यहाँनिर आज लौका र आलु पकाउनु लागेको छु। गर्मी भएर हालत खराब भइसकेको छ। यो चाहिँ लौका र आलु हो पकाउनु लागेको। यसमा चाहिँ म 5 फुरन मसला पकाउनु लागेको, कुकरमा पकाउनु लागेको, छिटो पाक्छ त्यही भएर। 5 फुरन चाहिँ खुरिसकेको छ, 5 फुरन मसला। अब म लसुनको पेस्ट, बेसार, नुन, जिराको धुलो, धुलो खुर्सानी, हिङ हालेर अब म यहाँ टमाटर पनि राख्छु अनि सिटी दिन्छु पानी नहालिकन, मिठो हुन्छ। यसलाई चाहिँ म यत्तिकै सिटी दिन्छु अहिले, अनि पछि पाकेपछि गर्छु एक थोपा पानी एकछिन सिटी दिने 10 मिनट। लौका र फर्सी चाहिँ पाकिसक्यो। अब म यसलाई झिक्छु, मिठो हुन्छ। सिटी लगाएपछि छिटो पाक्छ, त्यही भएर मैले सिटी लगाइदिएको। रेडी भयो लौका। अब हामी चाहिँ खान लागेको, पाकिसक्यो। खाना चाहिँ रेडी भइसक्यो। यो चाहिँ लौका र आलु अघिको। यहाँ चाहिँ हिजोको पाङ्ग्रा थियो, अनि यहाँ मासु पनि छ मैले नपकाएको। यहाँनिर चाहिँ अचार। हामी चाहिँ खान लागेको। यो चाहिँ पाङ्ग्रा, यो चाहिँ चिकन फ्राई, अनि यो चाहिँ लौका र आलु अचार छ। हामी खान लागेको। खाना चाहिँ रेडी भइसक्यो, हामी चाहिँ खान लागेको। यो चाहिँ लौका र आलु, अनि यो चाहिँ अचार, गाजर मुला काँक्रा प्याजको, अनि यो चाहिँ पाङ्ग्रा, यो चाहिँ चिकन रोस्ट माम छ। हामी चाहिँ खान लागेको। यहाँनिर सेम हो।